नमस्कार। आज पनि मैले कम्पनीभित्रका केही कामका दृश्यहरू देखाउने प्रयास गरेको छु। गर्मी बढेसँगै मेसिनमा विभिन्न खालका समस्याहरू देखा पर्न सक्छन्। त्यसैले मेसिनमा समस्या आयो भने काममा बाधा पुग्छ। तेल सकिएको रहेछ अनि मैले गएर तेल ल्याएँ। उहाँहरूले तेल हाल्ने, मेसिनको हिटरहरू फेर्ने, हिटरका तारहरू फेर्ने लगायतका कामहरू गरिरहनु भएको रहेछन्। हिटरमा धेरै समस्याहरू रहेछन्। उहाँहरू दुःखको बावजुद पनि मुसुक्क हाँस्दै काम गर्दै हुनुहुन्थ्यो। उहाँहरूले गरेको काम मैले केही समय बसेर हेरेँ। मलाई बिग्रिएको हिटर अनि मेसिनमा देखिएका समस्याको बारेमा बताउँदै हुनुहुन्थ्यो। गर्मी धेरै बढेकोले भित्र काम गरिरहेको ठाउँमा एकदमै धेरै गर्मी थियो। म गर्मीकै कारण त्यहाँ धेरै बेर बसिन। म अफिसमा हुन्छु, काम सकेपछि बोलाउनुहोस् है भनेर म त्यहाँबाट निस्केँ। केही समयपछि म पुनः कम्पनीभित्र गएँ। उहाँहरूले हिटरका तारहरू एकदमै राम्रोसँग फेरिदिनु भएछ। हजुर, उहाँहरूको सिप, मेहनत अनि उहाँहरूले दिनुभएको समयको कदर गर्दै उहाँहरूप्रति मेरो नमन। हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद अनि नमस्कार।